ठ्याक्कै यस भिडियोमा हैन हामीले अब यहाँ मैले जुन यो ग्रिड लाइन बनाएको छु नि त्यो ग्रिड लाइन कसरी बनाउने त्यसको बारेमा म कुरा गर्छु। पहिला म यही ड्रइङलाई हैन यही ड्रइङलाई कपी गर्छु है। यो कपी गरेर यहाँ मैले राखेँ। त्यसपछि यसमा भएको जुन ग्रिड लाइनहरु छ नि यसलाई म डिलिट हान्दिन्छु है। ल भयो। अब भर्टिकल लाइनको लागि हामीले एक्सएल इन्टर गर्ने हो। त्यसपछि भी भर्टिकलको लागि भी है। यहाँ ठ्याक्कै पिलरको सेन्टरमा गएर क्लिक गरिदिने हो हैन। यहाँ पनि क्लिक गर्ने, यहाँ पनि क्लिक गर्ने। त्यसपछि त्यस्तै गरी अब यता यो साइडबाट पनि एक्सएल इन्टर अनि होरिजोनलको लागि एच इन्टर गरेर गर्ने हो। त्यसपछि यहाँ पनि पिलरको सेन्टरमा यहाँ पनि अनि यहाँ पनि। अब त्यसपछि यति गरिसकेपछि अब हामीले यसलाई लेयर दिने हो क्या हैन। लेयर दिने हो। लेयरको लागि यहाँ लेयर प्रोपर्टिजमा गएर यहाँ अलरेडी मेरो ग्रिड लाइनको लागि छ तर यसलाई म यसलाई डिलिट गर्छु हैन। डिलिट हानिदिन्छु। डिलिट लेयर गरेर ल अहिले छोडिदिउँ। अहिले हामी बरु नयाँ ग्रिड लाइन नै अहिले एउटा भएको एड गर्छु। यसको लागि चाहिँ यहाँ यस्तो स्टार भएको ठाउँमा गएर प्लस गर्ने हो। प्लस गरेर अब यहाँनिर ग्रिड लाइन यसलाई अलरेडी यसलाई ओन भनेर ग्रिड लाइन ओन भनेर लेखौँ। त्यसपछि अब यहाँ हामी अब कलरमा गएर कुनै एउटा कलर दिउँ हैन। अहिले अब हामीले ल यहाँ ग्रे कलर छ, ग्रे राखौँ हैन। अनि यो ग्रे क्लिक गरेँ, यसलाई ओके गरिदिउँ। त्यसपछि अब कलर भयो लाइन टाइपमा अब हामीले कुन दिने हो हैन। लाइन टाइपमा हामीले अब ग्रिड लाइन भनेको सेन्टर लाइन जस्तै हो। त्यसकारण अब यहाँ सेन्टर लाइन नै दिने हो। यहाँ मेरोमा अलरेडी देखिरहेछ तर यदि देखिएन भने त्यसको लागि हामीले यहाँ लोडमा गएर क्लिक गर्ने हो। अनि सेन्टर लाइन कहाँनिर छ हैन। यो सेन्टर लाइन छ नि यो सेन्टर यो ठ्याक्क हामीले यो सेन्टर सिलेक्ट गर्ने, यसलाई ओके गरिदियो भने हैन मेरोमा अलरेडी भएकोले यहाँ यस्तो खालको आयो हैन। यहाँ ल मैले रिलोड नै गरिदिएँ। ल यति गरिसकेपछि ओके गर्दा पनि अब है अब यस्तो हुन्छ। यो अब कर्सर यो छ नि यो ब्लू जुन लाइन छ नि जुनमा हुन्छ त्यो मात्र सिलेक्ट हुन्छ। हामीले सेन्टरमा राखेर यसलाई ओके गर्यो भने अब ओके हुन्छ। त्यसपछि अब लाइन वेटमा पनि हामीले यसलाई 0.05 मा गरेर राख्ने हो। त्यसपछि यसलाई ओके गरिदिने। यति गरिसकेपछि हाम्रो यो लेयर प्रोपर्टिजको काम अब सक्यो है। अब त्यसको लागि अब हामी के गर्ने भन्दाखेरि अब यसलाई सिलेक्ट गर्ने, यसलाई पनि सिलेक्ट गर्ने हैन। यसलाई अब ग्रिड लाइन 1 छ 1 मा गएर क्लिक गर्ने। यति भइसकेपछि अब हाम्रो हैन यो ग्रे कलर भयो तर यहाँ हाम्रो एकदमै सानोमा देखिरहेछ के देखिएन यो ग्रिड लाइन। यसको लागि अब हामीले स्केल बढाउने हो। हेर्न सिलेक्ट गर्ने अनि स्केल बढाउने। यसको लागि कन्ट्रोल यो अनि यता पनि यो सिलेक्ट गरेर यसलाई कन्ट्रोल 1 गर्यो भने यहाँ यस्तो खालको आयो। अब यहाँ लाइन टाइप स्केल बढाइदिनु। यसलाई मानौँ मैले 30 गरेँ। 30 गऱ्यो भने अब यतातिर पनि देखिन थाल्यो है। यति भएपछि 30 अब तपाईले 20 हैन। ल 10 राखेर हेरौँ न कस्तो देखिन्छ। 10 मा कस्तो 10 मा अलिक कम देखिरहेछ भनेपछि 20 पनि हामी राखेर हेरौँ। 20 मा पनि ठिक्क देखिरहेछ। 20 को पनि 20 नै राखौँ। 20 नै ठिक छ। यति भएपछि यसरी देखियो नि त हैन। अब यसलाई नचाहिने हामीले अब पुरै त चाहिँदैन हामीलाई जति चाहिन्छ त्यसको लागि हामीले अब रेक्ट्याङ्गल कमान्ड सिलेक्ट गरेर हैन यहाँबाट रेक्ट्याङ्गल कमान्ड सिलेक्ट गरेर त्यसपछि यहाँबाट हामीलाई कति चाहिन्छ त्यति हामीले
राख्ने हो अनि बाहिरको हामी डिलिट गरिदिन्छौँ त्यसको लागि हामीले टिआर कमान्ड गरेर त्यसपछि अब कटिङ इजको लागि कटिङ इज क्रसिङ मोड प्रोजेक्ट यहाँ तल यो कमान्ड बारमा लेखिरहेको छ नि कटिङमा जुन यो टी छ नि टी लेखेपछि जुन ब्लू लाइन ब्लू कलरको जुन लेटर छ त्यसमा क्लिक गरेपछि होइन त्यसमा के लेखेको छ त्यही ठ्याक्कै क्लिक गर्ने जस्तै अब टी छ भने यहाँ टी क्लिक गर्ने बित्तिकै अब त्यो के भन्छ ट्रिम सिलेक्ट अब्जेक्ट कुन अब्जेक्टबाट हामी उता गर्ने हो त्यसलाई सिलेक्ट गर्ने अनि इन्टर हानिसकेपछि अब हामीले मजाले यसरी अब यसलाई डिलिट हान्नु एकछिन मैले सेभ गरेर अनि फेरि खोज्छु कि अलिक स्लो भयो ल यो भिडियो आएन यति भइसकेपछि हामीले के गर्ने अब यसलाई यो सिलेक्ट गरेर यो रेक्ट्याङ्गललाई डिलिट हानिदिने हो डिलिट गरेपछि डिलिट भयो होइन अब यसलाई हामीले नेमिङ गर्नु पर्यो नेमिङ गर्नको लागि अब हामीले टेक्स्टबाट जानु पर्यो टेक्स्टको लागि यहाँ टेक्स्टमा क्लिक गर्ने यहाँनिर ठ्याक्कै ल कति 1 दियो है ल अलिकति यसलाई बढाइदिउँ त्यसको लागि कन्ट्रोल 1 गर्ने होइन 6 इन्ची छ भने यसलाई ल 12 इन्ची गरिदिउँ न 12 इन्ची भएपछि होइन अलिक ठुलो भयो यहाँ हाम्रो ठ्याक्कै 1 भयो होइन
अब यसलाई हामीले कपी गरेर अर्को ठाउँ पनि हालौँ। यसलाई यसो गरौँ न, पहिला हामीले यहाँ सर्कल दिउँ, ग्रिड लाइन अलि सर्कलभित्र भएपछि अलि राम्रो देखिन्छ। यसरी अलिकति यस्तो सर्कल दिउँ हैन। अब यो जुन बढा छ नि यसमा यसलाई क्लिक गरेर यसलाई स्ट्रेच गरेर यहाँ राखिदिने हो। त्यसपछि यसलाई CO कपी गरेर ठ्याक्कै यहाँ पनि हाल्दियो, त्यसपछि यता यहाँ पनि हाल्दियो। अब यसलाई फेरि त्यही गरेर यसलाई सिलेक्ट गरेर यहाँ यस्तो, त्यसपछि यहाँ पनि यहाँ यस्तो गरिदियो हैन। यति भएपछि अब यस्तै खालको यता पनि CO यहाँबाट यसलाई गरेर कपी गरेर यसलाई यहाँ हाल्दियो, यहाँ हाल्दियो, यहाँ हाल्दियो, त्यसपछि यहाँ हाल्दियो। यति गरेपछि अब यसलाई नेमिङ गरिदिउँ। सक्नु है। अनि योभन्दा पनि अब सजिलो कस्तो हुन्छ भन्दाखेरि यसरी गर्दाखेरि पनि भयो, तर योभन्दा सजिलो एकछिन है म ब्याक गर्छु। ल पाउनु म एउटा सर्कलै बनाऊ, सर्कल बनाउँछु म। यसरी बरु यस्तो सर्कल बनाइदिउँ। यतिको सर्कल बनाइदिउँ। अनि यसलाई यहाँबाट स्ट्रेच गरेर यतातिर यसलाई एमबाट यहाँबाट यता मुभ गरेर यहाँ राखिदिउँ। अलि भएन, अझै यसलाई ठ्याक्कै यहाँनिर मिलाएर हाल्दिउँ। त्यसपछि अब यहाँ टेक्स्ट लेखौँ। टेक्स्टको लागि यहाँ टेक्स्ट सिलेक्ट गरेर अनि यहाँ ल 1 राखौँ। अलि कम देखिरहेछ भने यसको साइज बढाउनलाई कन्ट्रोल 1 गर्ने। अनि यहाँ टेक्स्ट हाइटमा गएर 6 इन्ची छ भने यसलाई मानौ ल मैले 12 इन्ची गरेँ। ठ्याक्कै यस्तो बढ्यो। यसलाई अलिक सेन्टर मिलाएर हाल्दिउँ। सेन्टर मिलाएर ल यति भएपछि अब यसलाई कपी गरौँ। CO यहाँ पनि भयो। अब यसैलाई नै कपी गरेर यता माथि पनि हाल्दिउँ। यहाँ 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 अनि यहाँ पनि यहाँ 1 छ। अब यसलाई यो 1 भयो, यसलाई 2 बनाइदिउँ।
त्यसको लागि यसमा टेक्स्टमा गएर डबल क्लिक गऱ्यो भने टेक्स्टमा गएर डबल क्लिक गऱ्यो भने आउँछ 1 2 भयो। अब यसलाई यसलाई 3 गरौँ। त्यसै गरी अब यता पनि एबिसिडी लेखौँ। यो लाइनमा 1 2 भएपछि अर्को लाइनमा हामीले एबिसिडी यहाँ ए गरौँ। अब यहाँनिर यसलाई बी गरौँ, क्यापिटल बी। त्यसपछि यसलाई क्यापिटल सी। अब यसलाई क्यापिटल डी। यति भएपछि हैन हाम्रो ग्रिडको काम लगभग यसरी नै हामीले ग्रिडको नेमिङ गर्ने हो र ग्रिड चाहिँ राख्ने हो हैन। अब यसैलाई ट्याक्कै तपाईले अब मानौ अर्कोपट्टि पनि राख्नु पर्यो भने यसलाई कपी हान्दिने, कपी गर्ने, कपी गरेर के गर्ने यसलाई CO सिलेक्ट गरेर त्यसपछि यहाँ फर्स्ट स्पेसिफाई पोइन्ट यहाँबाट गरेर अर्कोपट्टि यहाँ हामीले राख्दिने हो यसलाई। अब यसरी यता पनि भयो। अब त्यसै गरी यसलाई पनि कपी गर्ने हो हैन, सिलेक्ट गर्ने अनि त्यसपछि अब CO गरेर कपी गर्ने हो। अब यसलाई हामीले कहाँदेखि राख्ने हो मानौ ल यताबाट राख्ने भने यसलाई यहाँ यता राख्दिउँ, यता पनि भयो, यता पनि भयो। यसरी हामीले ग्रिड लाइन चाहिँ राख्न सक्छौँ है।